हेलो साथीहरू सबैलाई जुजुलाप्पा नमस्ते। अहिले चाहिँ मेरो डिनर पाकिसकेको छ र मैले डिनर गर्नु आँटेको छु। बहुत दिन भएको थियो मैले डिनरको भिडियोहरू बनाएको थिइनँ होइन। आज चाहिँ मलाई बनाउनु मन लाग्यो हो। र अहिले मैले डिनरमा चाहिँ के बनाएको थिएँ भने एकदम सिम्पल खाना, बेसी चाहिँ बनाएको छुइनँ। आज राइस छ होइन। यो चाहिँ तपाईँको अस्ति मैले सन्डेमा देखाएको थिएँ नि, बेतु साग हो। र त्यो चाहिँ मैले अन्डा करी बनाएको। म अन्डा चाहिँ हाफ मात्रै लिएको छु किनभने मलाई अन्डा चाहिँ म बेसी खान्न नि हो। त्यही भएर मैले एकदम दाल चाहिँ बनाइनँ, आज मैले ड्राई नै खानु मन लागेको छ। र साइडमा मैले एउटा खोर्सानी र अनियनको टुक्रा लिएको छु। र बेसी मलाई अनियनहरू मन पर्दैन होइन। हामीले रातिको डिनर चाहिँ एकदम रिल्याक्सले खानुपर्छ होइन। दिनभरि त अब मान्छेहरू बिजी हुन्छ, सबैजना नै बिजी हुन्छ, सबैले आफ्नो आफ्नो जबहरू गर्छ, ड्युटी गर्छ। मलाई सागहरू पुरा मनपर्छ साथीहरू। र अन्डा करी मिठो भएको छ किन धनियाँहरू लगाएर बनाएको थिएँ। सिम्पल, बेसी मसलाहरू चाहिँ लाउँदिनँ म। सब्जीमा चाहिँ प्रायः म मसलाहरू केही नलगाइ बनाउँछु। मासुमा मात्रै हो मसलाहरू युज गर्छु। यस्तै खानाहरू नि मनपर्छ। ठन्डा महिनामा त तर जे बनायो भने पनि मिठै लाग्छ क्या, खानाहरू पनि रुच्छ। मलाई चाहिँ मान्छेहरूले नाइटमा रोटीहरू खान्छ होइन, मलाई चाहिँ किन हो किन राति चाहिँ भातै खानु मनपर्छ। रोटी खायो भने निन्दै लाग्दैन के भएको त्यही लागि म दिउँसो या त बिहान रोटी खानु सक्छु होइन। तर नाइटमा चाहिँ मलाई अलिकति भए पनि भातै चाहिन्छ। ल हुन्छ साथीहरू, खाना खाएर चाहिँ अब सुत्नुपर्छ होइन, छिटै सुत्नुपर्छ। सबैलाई गुड नाइट।